त्यसपछि एउटा छोरी ढप्पनले बिस्तारै छोडिदिनुहोस् हजुर। पेट्रोल पम्पको आगो निभाउने विधि भनेको कि त हामीसँग फर्म हुनु पर्यो, यदि सम्भव भएसम्म फायर ब्ल्याङ्केटको माध्यमबाट छोपेर लागेको आगो निभाउन सकिन्छ। पेट्रोल पम्पमा त ठुलो भएर कहिलेकाहीँ हामी घरमा स्टोर गरेर हुन्छौँ नि त, त्यस्तो खण्डमा प्रयोग गर्ने भन्न खोजेको तपाईँलाई। एक घन्टा प्लेट बार्नु पर्यो यार। सबैभन्दा पहिला हामी फेस बचाउने हो। हामी त कतिपय भाइ बहिनीले विवाह गरेर फेसै कसले हेर्ने त मैले होइन। यस्तो काममा नडराएर गर्नुहोस् क्या। दुःखसँग म काम गर्न सक्छु भनेर काम गरियो भने त्यति धेरै गाह्रो चाहिँ पर्दैन। यसरी आग लागि भइरहेको हुन्छ। अहिले